हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज हजुरहरूलाई हामी बुटोलदेखि अर्घाची जाँदैछौँ। मैले हजुरलाई यहाँको विभिन्न क्लिप्सहरू बाटोको विभिन्न क्लिप्सहरू देखाउने छु। पहिला चाहिँ हामी बाबुलाई दाँत बनाएर हामी अर्घाची जाने गाडीमा धेरै पानी परेको हुनाले चाहिँ बाइकमा जाने रिस्क हुने भएकोले हामी गाडीमा जाने भनेर चाहिँ पहिला हाम्रो आज बाबुको दाँत बनाउने दिन थियो। आज बोलाउनु भएको थियो डक्टरले। आज पनि त्यहाँ गयौँ। तर मेरो बाबु यति ज्ञानी यति ज्ञानी नि एकचोटि पनि रोएन कि यति हामीलाई कति गाह्रो हुने होला यति सानो बच्चाले दाँत बनाउँदा भन्ने लागिरहेको थियो। डक्टरले पनि भन्नुभएको थियो यति सानो बच्चाहरूलाई यति गाह्रो हुन्छ, तर बाबु एकदमै ज्ञानी भन्नुभयो। हामी धेरै खुसी भयौँ। मजाले बाबुले दाँत बनाउन दियो। छिटो गरेर मेरो ठुलो बाबु र सानो बाबु दुइटैको दाँत बनाउँथ्यो। अनि त्यसपछि हामी गाडीमा गयौँ। अनि गाडीमा यो चाहिँ तिनौँ खोलाको त्यो पुल हो। हल्का मेरो घाँटी चाहिँ चिसोले हल्का घाँटीमा समस्या आएको छ। पहाडमा एकदम चिसो छ। हिजै चिसो लाग्यो आउँदै। अनि त्यसपछि आउँछ लायन्स क्लब आँखा हस्पिटल बुटोलको। अनि त्यसपछि मैले चाहिँ भिडियो एकदमै लामो हुने भएकोले एकदम सर्ट गरेर राखेको छु। अनि हजुरहरूलाई यस्तै अब कसैलाई मनपर्छ नि त पहाडको भ्यूहरू, मलाई एकदमै मनपर्छ पहाडको भ्यूहरू। पहाड जाने कहिलेकाहीँ रमाइलो गर्ने एकदमै मनपर्छ। उहाँहरूले चाहिँ पुरै भिडियो हेर्नु होला। एकदमै राम्रो छ भिडियो, रमाइलो छ। पहाड हराभरा, तराई त यति राम्रो छ। यो चाहिँ हाम्रो त्यो पश्चिमको बाटो हो। अब हामी मैले चाहिँ काटेर चाहिँ अब सिधै हामी यो अर्घाचीतिर लाग्यो पहाडतिर। तर यो चाहिँ सिधै सन्धिखत जाने बाटो भएको हुनाले पुरै बाटो पिच छ, एकदम राम्रो छ, त्यस्तो छैन। अनि हामी चाहिँ त्यो सुप्पा देउराली भन्दा अलि ओराबाट हामी भित्र मन्दिर भन्ने ठाउँमा जाने हो। त्यहाँ धेरै कच्ची बाटो छ। त्यो पनि मैले हजुरलाई देखाउने छु। एकदमै पहाडमा चाहिँ अब भिड हुने भएकोले तल पनि भिड, माथि पनि भिड, अनि बिचमा चाहिँ सानो बाटोमा गाडी हिँड्ने कसैलाई एकदम डर लाग्छ त्यस्तो बाटोमा। यहाँ चाहिँ एउटा टडक थियो। अनि त्यो चाहिँ ब्याग भएको थियो। यसरी ब्याग भइरहेको थियो टडक। तर त्यो टडक चाहिँ एकदम केही पनि थिएन सामानहरू, किन त्यस्तो ब्याग भइरहेछ त्यो चाहिँ हामीलाई थाहा भएन। सरी। एकदम राम्रो त्यो आकाश यति राम्रो, पुरै सिन जस्तो थियो कि मौसमले गर्दाखेरि यस्तो पानी परेको, एकदम हरियाली, एकदमै राम्रो एकदम रमणीय थियो मौसम चाहिँ। हामीहरू एकदम इन्जोय गऱ्यौँ, एकदम रमाइलो भयो। सधैँ बाइकमा हिँड्ने, गाडीमा हिँड्ने एकदम मजा आयो। यो चाहिँ टाढा अमराई बजार। त्यसपछि आउँछ दह। यो अमराई बजार नै हो। यो चाहिँ दह, एकदम राम्रो पोखरी छ, एकदम राम्रो छ। मलाई चाहिँ एकदम मनपर्छ कि पहाडमा यस्तो। अब तराईमा त एकदमै त्यस्तो बनाउँछ नि त, पहाडमा यस्तो एकदमै राम्रो लाग्छ। यो चाहिँ हामी अब पहाडको कच्ची बाटोतिर लाग्यौँ मन्दिर जानको लागि। एकदम राम्रो छ। तर यो पहाडतिर नगएको मान्छेहरूलाई चाहिँ एकदम डर लाग्छ कि यस्तो बाटोमा। एकदम राम्रो सानो बाटो, माथि पनि भिड, तल पनि भिड। अब हामी लाग्यौँ फेरि अब पुरै पहाडको बिचमा गाडीको बाटो। यस्तो छ, डरलाग्दो बाटो छ, एकदम राम्रो छ, रमाइलो लाग्यो। मेरो बाबुहरू पनि एकदमै रमाए, एकदम गाडीमा सधैँ बाइकमा हिँड्ने। अनि अहिले चाहिँ गाडीमा कहिलेकाहीँ हिँड्दा पनि एकदम रमाए मेरो बाबुहरू। कति राम्रो, कति हरियाली, कति राम्रो। त्यहीँ बसिरहँदा जस्तो मौसम। हामी फाइनल्ली मामा घरे पुग्यौँ। मेरो च्यानललाई सब्सक्राइब, लाइक, सेयर गरिदिनु होला। मैले नेक्स्ट भिडियोहरू राख्नेछु। बाई बाई, टेक केयर अल अफ यु।